सिधा कुरा गरौँ, इन्सुलिन रेजिस्टेन्स 10 दिन कार्ब नखाएर रिभर्स हुँदैन। एक दिन हिट वर्कआउट गरेर पनि हुँदैन। 24 देखि 48 घण्टा फास्टिङ गर्दा पनि यो समस्या हराउँदैन। यो कुरा के हो भने तपाईहरू एक रातमा इन्सुलिन रेजिस्टेन्स बन्नु भएको होइन, बिस्तारै वर्षौं लागेर भएको हो। जगतमा बारम्बार सुगर स्पाइक, निन्द्राको कमी र शरीरभित्र इन्फ्लामेसनले गर्दा भएको हो। धेरै जसो मानिसहरूमा इन्सुलिन रेजिस्टेन्सको डायग्नोसिस हुनको लागि 10 देखि 15 वर्ष टाइम लाग्छ। त्यसैले यो समस्या 15 दिनमा ठीक हुँदैन। कम्तीमा पनि 3 महिना लाग्छ तपाईको शरीरमा केही सुधार आउनको लागि। यी समय लाग्छ तपाईहरूको इन्सुलिन रेजिस्टेन्सबाट इन्सुलिन सेन्सिटिभमा बढी जानको लागि, सेल हिल हुनको लागि, मेटाबोलिक प्रोसेस तपाईहरूको रिपेयर हुनको लागि, शरीरबाट इन्फ्लामेसन घट्नको लागि। धेरैजनालाई 10 दिनमा रिजल्ट देख्नुपर्छ, एन्ड द्याट्स वेयर वी फेल। तर तपाईँ स्टिक भएर रहनुभयो भने तपाईहरूको मसल्सले आफै ग्लुकोजहरूलाई चाहिँ लिने काम गर्छ। लिभर इन्सुलिन रेजिस्टेन्सबाट इन्सुलिन सेन्सिटिभिटी हुन पुग्छ। हङ्गर, एनर्जी स्ट्राइक नर्मल हुन पुग्छ भनेको फुल बडी रिपेयरमेन्ट हो। इट्स नट अ क्विक फिक्स। 12 हप्तामा यदि तपाईहरूले कुनै पनि चेन्जेस देख्नु भएन स्केलमा, मेजरिङ स्केलमा भने पनि तपाईहरू आत्तिनु हुँदैन, किनभने योर बडी इनसाइड इज चेन्ज। यु आर रिपेयरिङ योर मेटाबोलिजम, नट जस्ट द फ्याट लस। त्यसैले यदि तपाईहरू इन्सुलिन रेजिस्टेन्सलाई कम्प्लिटली रिभर्स गर्न चाहनुहुन्छ भने छिटो उपाय होइन, शरीरको सिस्टमलाई पूर्ण रूपमा रिभर्स अथवा सन्तुलित हुन दिनुहोस्।